जति पार्छ हेर्नुहोस् त साथीभाइहरू बाटो हाल। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू डे न्यू एपिसोड। सो गाइज आज चाहिँ हामी एकदम दामी ठाउँमा जाँदैछौँ। रमेश दाइ र मसँग आजको राइड चाहिँ हाम्रो पारा बब्बाल राइड हुँदैछ हाम्रो खतरा राइडिङ। चिलान्ने खोला सोला जति पार सार सब कटाएर हामी खतरा ठाउँमा पुग्दैछौँ। बग्गीमा जाँदैछु, टक्क पारमा हामी रेडी भइसक्यो है। टक्क अब त यहाँ ड्राइभिङ अब हामी जाँदैछौँ। म तपाईँहरूलाई बग्गीको टुर दिन्छु है त। टक्क अब हामी चाहिँ बग्गीमा जाँदैछौँ। टक्क यहाँ हाम्रो बग्गी रेडी छ, यहाँ हाम्रो गाडी छ, यहाँ चाहिँ हाम्रो टेन्टहरू छ, एक्स्ट्रा टायर पनि छ, एक्स्ट्रा टायर। यहाँ हाम्रो टक्क अब यहाँ चाहिँ हाम्रो रमेश दाइले ड्राइभिङ हाल्नुहुन्छ मस्त पारामा। यो चाहिँ हाम्रो बग्गी भयो है गाइज। यस्तो दामी हुनेवाला छ कि आजको भिडियो है, सबैजनाले हेरिदिनु होला। माया चाहिँ देखाउनुपर्छ है गाइज, सबैजनाले। यो चाहिँ भयो भने माया चाहिँ सब्सक्राइब चाहिँ गरिराख्नुपर्छ है। अब यस्तै यस्तै दामी दामी भ्लगहरू चाहिँ म ल्याइरहेको छु। अब खतरा खतरा आउँछ है। ल अब बाटोमा भेट्नु लागेको छ। सो गाइज यति बेला हामी निस्किसक्यौँ है, हामी चाहिँ बाटोमा पुगिसक्यौँ। खतरा रमाइलो हुनेवाला छ आज चाहिँ, बब्बाल हुनेवाला छ होइन है। के छ त, के भन्न चाहनुहुन्छ? अब हाम्रो यात्रा पाहाडतिर लागेको छौँ होइन। अब हेरौँ यात्रा कस्तो हुँदैछ, बाटोघाटो कस्तो हुन्छ है। फर्स्ट टाइम हो म होइन। टक्क अफरोडिङ कस्तो मजा आउनेवाला छ है। हरि गाइस हामी चाहिँ आज सुनौलेदेखि मलपोखरी मन्दिर जाँदैछौँ, माथि माथि डाँडामा। त्यस्तो खतरा हुनेवाला छ है आजको हाम्रो राइड चाहिँ। भ्लग चाहिँ लास्टसम्म हेर्नु होला सबैजनाले है। यस्तो यस्तो बाटो आउँछ, यस्तो यस्तो बाटो त हामीले इजी हान्छौँ क्या। इजी मस्त पारामा मलाई के कस्तो गाइज बाटोमा भेट्दै गरेर यस्तो यस्तो दामी भिडियो आउँदै रहन्छ। ल गाइज यहाँ चाहिँ हाम्रो भाइहरू भेटेछन्। भाइ के छ? ल सबैलाई सब्सक्राइब गरिदिनु भन त ल एकचोटि चिच्याएर। ल गाइज भाइहरू भेटिने यति बेला चाहिँ खतरा रमाइलो भयो भाइहरूसँग। ल केटाहरू के हो नि, तिमीहरूको नाम के हो? हो अनि मलाई फलो गरे किन टिकटकमा? जम्मा एकजना फलो गरे हुन्छ, सबैले गर्नु पर्यो है। अहिले गएर एनआरएस ब्लग सबले फलो गर्नु पर्यो। खत्रै खत्रै छ है गाइज, बाटो चाहिँ खत्रै। यस्तो समाधान हिँड्नु पर्यो बाटो। हेर त गाइजहरू बाटो। भाइ बाटो कस्तो? बाटो त खतर छ कि बुवा। दाइको ड्राइभिङ भएपछि त बाटो त केही चाहिएन क्या। ल कस्तो मजा दाइले खतरा हाल्नु है। ल बाटो हेर त यस्तो छ कि बाटोको हालत हेरौँ न। बाटो हामी चाहिँ 3 तल्ले भन्ने ठाउँ पुग्यौँ है। 3 तल्ले भन्ने ठाउँमा छौँ हामी चाहिँ अहिले है। हामी 3 तल्ले भन्ने ठाउँमा पुग्यौँ। बाटो चाहिँ खतमै रहेछ, खतमै रहेछ। यस्तो रमाइलो भयो है, खतरा भयो। गर्मी चाहिँ वाइल्ड भयो, गर्मी चाहिँ अब एकछिनमा शीतल हुन्छ माथि चढेपछि। बाटो चाहिँ खतम, लास्ट खतम रहेछ गाइज। बाटो चाहिँ यस्तो खतम बबाल रहेछ है। यस्तो हेर न बाटो यार, केटा हो यार, के हो यस्तो बाटो। अफरोड खतरा भयो कि आजको अफरोड चाहिँ बबाल रमाइलो हुन्छ आजको अफरोड। हामी आधो बाटो पुग्यो होइन म चाहिँ गाइज। यति बेला हामी चाहिँ माथि डाँडामा हल्का हल्का माथि चाहिँ आइसकेछौँ है। गाडी यहाँ छ देख्नुहुन्छ। बाटो चाहिँ खत्तमै रहेछ कि दाइ। बाटो कस्तो छ? यस्तै हो कि, यस्तो गाडीको लागि हुने बाटो यस्तै हो। बाटो रमाइलो भयो कि गाडीले चाहिँ खतरा तानेको कि खतरा। यहाँ चाहिँ हामी चाहिँ हल्का आधी बाटो पनि आइयो होइन म चाहिँ। अझ यस्तो योभन्दा खत्तम बाटो आउँदैछ न। त्यहाँ लास्टसम्म हेरेर बस्नुपर्छ भिडियो है साथीहरू। भिडियो चाहिँ हेर्न नछुटाउनु होला। यस्तो रमाइलो भयो, यस्तो आहा हल्का हल्का शीतल भयो है दाइ। अब चाहिँ यहाँबाट माथि लागेपछि चाहिँ शीतल सुरु हुन्छ क्या। यस्तो आनन्द भयो। आहा यस्तो दामी छ नि बाटो, मजा आहा जियोस्। आजको राइड चाहिँ यस्तो बबाल मजा आहा कि वाउ यार। दाइलाई दाइ हो दाइ दाइ। अब दाइको मेरो रेस भरेछ बाटोमा। खत्रै रहेछ है बाटो चाहिँ, अफरोडिङ है, मजा आएको छ। सो गाइज हजुरहरू पनि एकचोटि मलपोखरी चाहिँ आउनु होला है। दामी छ मलपोखरीको ठाउँ चाहिँ है। बाटो पनि हेर्नु न कस्तो दामी छ, चक्क। हामी चाहिँ बग्गीमा आज हिँड्यौँ है। बाटो हेर्नु त खतम रहेछ बाटो त। यस्तो छ बाटो, बाटो वाइड छ बाटो त, वाइड। भाइ मजा आएको चलाउन। बब्बाल म यहाँ कन्ट्रोल गर्दैछु गाडी। हेर्नु न यहाँ बाटो हेर्नुहोस् न हजुर, त्यो बाटो। अबको केही छिनमा अबको 15-20 मिनटमा हामी माथि पुग्छौँ। त्यसपछि दामी
हाम्रो टेन्टहरू छ अहिले माथि गएर टेन्ट लाएर टक्क चेयर निकालेर बस्छ मजाले बाटो गाइज हामीले चाहिँ सानो एउटा ब्रेक लिएको छौँ यस्तो दामी ठाउँमा है टक्कसँग इन्टरनेसनल प्लेन यताबाट देखिँदो रहेछ यस्तो दामी छ उयो हेर त केटा यस्तो तल माथि प्लेन हिँडेछ प्लेन टक्क यस्तो रमाइलो भयो है बल्ल हल्का हल्का शीतल भयो जस्तो लाग्यो कि होइन दाइ अहिले हल्का शीतल भयो यस्तो छ भ्यू ए खतरा छ है उहाँ कहाँको फाँट देखियो उहाँ पारी उहाँ हेर्नु गाइज कहाँको हो त्यो फाँट यस्तो रमाइलो भयो है तपाईँहरू एकचोटि चाहिँ मलपहरी चाहिँ आउनु होला है बाटो चाहिँ एकदम नराम्रो छ गाडीहरू चाहिँ राम्रोसँग आउँदैन स्कर्पियोहरू बोलेरोहरू चाहिँ आउँछ होला रमाइलो भयो गाइज हामी चाहिँ पुग्यो है मलपोखरी टक्क दाइ कस्तो भएर बाटो आज रायो अरे बिहार गर्मी खाएको यहाँ बल्ल चिसो क्या चिसो हावाइरह लास्ट मजा आइरह यस्तो मजा आयो आनन्द सुत्नु मन लाग्यो यस्तो आनन्द रिल्याक्स पारामा गाइज वा चिल पारा के टक्क अब चाहिँ उता माथि चाहिँ मन्दिर छ है अब चाहिँ हामी 5-10 मिनट यहाँ यसो बस्छौँ यसो रेस्ट गर्छौँ लास्टै थके लाग्यो किनकि बाटो एकदम खतम थियो क्या अरू गाडीहरू झ्यापा आउन बोलेरोहरू मात्रै आउँछ बोलेरो यस्तो यस्तो गाडी मात्रै आउँछ जस बाटो खतमै रहेछ तर हाम्रो लागि चाहिँ के होइन हाम्रो लागि त सलल्ल पिच जस्तो होइन दाइलाई चाहिँ गरौँ भएछ ल जुत्ता सुत्ता मजा फालिदिनु भएर अहिले ल गाइज चाहिँ एकछिनमा भेटाउँछ फेरि सो गाइज हामी चाहिँ एकछिन यहीँ सुत्तै भएछ कि किनकि शीतल भयो नि त यहाँ दम यस्तो हुन्छ है के छ रमेश त फाइन म्यान बबाल मजा छ दामी चिसो शीतै भयो अब चाहिँ हामी निस्किन्छौँ अलिक माथि चाहिँ मन्दिर छ अब टक्क अब जान्छौँ हामी माथि है त माथि गएर भेटौँ ल गाइज ल गाइज फाइनली हामी चाहिँ मलपोखरी पुग्यौँ है यहाँ स्कुलहरू रहेछ टक्क अब चाहिँ हामी माथि मन्दिर पुग्छौँ अनि एकछिन रमाइलो गर्छ पुग्छौँ है राम्रो रहेछ ठाउँ चाहिँ घुम्नलाई आनन्द है आनन्दसँग सब पारामा अब चाहिँ हामी पुग्छौँ मन्दिरमा बाटो हेर्नुहोस् बाटो हेर्नुहोस् त ल गाइज रमेश दाइ टक्क फाइनली हिलो रहेछ यहाँ चाहिँ हिलो यु क्यान सी यस्तो रमाइलो छ गाइज फाइनली हामी चाहिँ मन्दिरमा आयौँ है टक्क बग्गी लिएर मन्दिरमा जाँदैछौँ हामी चाहिँ टक्क बग्गीमै सो गाइज हामी चाहिँ मलपोखरी मन्दिरमा आइपुग्यौँ तपाईँहरू पनि यदि यो भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ यो गोठादीमा रहेको मन्दिरमा चाहिँ आउनु होला है मलपोखरी मन्दिर एकदमै राम्रो एकदमै दिव्य मन्दिर छ यहाँ चाहिँ है हेर्न सक्नुहुन्छ यस्तो निर्माण कार्यहरू अझै हुँदैछ ल फाइनली हामी मन्दिरमा आइपुग्यौँ टक्क पारामा है बग्गी पनि मन्दिर अगाडि आयो टक्क केटाहरू देख्न सक्छु है भ्यू चाहिँ कस्तो दामी यहाँ छ शीतल छ आनन्द छ है यस्तो आनन्द भाइब छ नि यहाँ टक्क गाइज हामी चाहिँ मलपोखरी मन्दिर चाहिँ घुमियो टक्क पारामा है अब यस्तो रमाइलो भयो यस्तो शीतल आएको कि यस्तो टक्क खाली खुट्टा यस्तरी मजाले हिँड्न यस्तो शीतल छ नि मजा आएको ओम नमः शिवाय जय शम्भो जय होस् गाइज हेर्न सक्नुहुन्छ है यस्तो शीतल छ आनन्द भाइब छ है यहाँ चाहिँ यतापट्टि बस्ने ठाउँ पनि रहेछ अझै व्यवस्थित हुनै रहेछ तल चाहिँ आज कुहिरो लगाएर राम्रोसँग देखेँ होइन यो शीतल चाहिँ यस्तो रमाइलो शीतल छ कि यस्तो आनन्द आएको कि है यु क्यान सी गाइज मन्दिर पछाडि यस्तो आनन्द आहा हेर्नुहोस् त यो शीतल रुख हेर्नु न रुखमा हावा चले यस्तो मजाले गाइज तपाईँहरू पनि एकचोटि आउनु होला मलपोखरी मन्दिर घुम्नु रमाइलो छ शीतल छ एक दिन छुट्टी मिलाएर आउनुहोस् यहाँ होमस्टे पनि रहेछ बस्नलाई सजिलो पनि हुन्छ है एक दिन टक्क दिउँसोतिर हिँडेर है हेर्नुहोस् त बादल पनि कस्तो दामी छ आजको मौसम चाहिँ मस्त रमेश दाइ
रमाइलो भयो आज दामी अब तल होमस्टेमा गएर बस्ने मजाले इन्जोय हान्ने है सट्ट ल चिल हान्नु पर्छ गाइज अहिले भेटौँ एकछिनमा होमस्टेतिर निस्केपछि हामीले बग्गी यहीँ माथि चाहिँ लिएर आऊँ कि टक्कै टक्क ल गाइज अब चाहिँ हामी मन्दिरबाट निस्कियो है मन्दिर डुलेर भ्यायो अब चाहिँ हामी टक्क निस्कियो सो गाइज हामीले चाहिँ अहिले भर्खर नास्ता सास्ता खायो टक्क हल्का चाउचाउ खायो यहाँ हामी बस्ने भनेर आएको यो मल पोखरीमा यहाँ चाहिँ होमस्टे अहिले बन्द रहेछ अब चाहिँ हामी टक्क मल पोखरी भन्दा नि अझै माथिपट्टि आधी 1 घन्टाको बाटो अझै माथिपट्टि चाहिँ एउटा होटेल जस्तो बना होमस्टे चाहिँ रहेछ बस्ने ठाउँ रमाइलो रहेछ अब माथि जान्छौँ उहाँ दाइले चाहिँ माथि छ भन्नुभयो उहाँ दाइसँग अब हामी टक्क माथि जान्छौँ अझै माथि जान्छौँ अब माथि चाहिँ हेरौँ कस्तो हुन्छ कस्तो रमाइलो हुन्छ टक्क दामी भइरहेको आजको हाम्रो राइड दाइले उहाँ प्याक गरिदिनुहुन्छ सामानहरू माथि गएर हामीले टेन्ट लाएर मस्त बस्छौँ है त गाइज ल बाटो खतम हेर्नुहोस् त गाइज बाटो हेर्नुहोस् त साथीभाइहरूको बाटो हालत वा दाइले चाहिँ बाटो राम्रै छ भनेर ल्याउनु भयो वा बबाल मजा गाइजहरू बबाल तो हामी चाहिँ आएको थियौँ अनि मल पोखरी आएको थियौँ मल पोखरीमा चाहिँ होमस्टे चाहिँ बन्द भइदियो कि बन्द रहेछ अरे के छुट्टै कुरेन अनि त्यहाँबाट पनि अझै यता तलपट्टि माथिपट्टि आएको छौँ 1 घन्टा अझै यता लाग्छ अरे दाइले चाहिँ लिएर जाँदै हुनुहुन्छ उहाँको उसमा यता दाइले राइड हालेर मेरो चाहिँ अब घाँटी सुक्न लाग्यो गाइज चिच्याउँदा धेरै सबैजना भ्लग हेर्नु पऱ्यो माया देखाउनु पऱ्यो लाइक गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो है सबैजनाले हेरेर मात्रै भएन गाइज हामी चाहिँ अब गोठादीबाट पनि अझै तल जाँदैछौँ है अब हामी गोठादीबाट पनि अझै एकछिन तल यसो घुम्न जाँदैछौँ एउटा गाउँमा है टक्क बाजे ठिक छ नि ल अहिले भेटौँ ल बाजे अब हामी चाहिँ गोठादीबाट पनि अझै तल लाग्दो छ यहाँ चाहिँ बाटो यस्तो रहेछ टक्क पारामा आजको ट्रिप खत्रै रमाइलो भएको हो है र यस्तो अपलोडिङ गरेको छ ओए बाटो त यस्तो छ गाइस बाटोको हालत दाइले चाहिँ खतरा राइड हाल्नुहुन्छ है ल ल यस्तो छ बाटो चाहिँ खतम छ है गाइस बाटो जस्तो बाटो भए पनि हामीलाई चाहिँ केही मन लाग्दैन गाइस हामी चाहिँ यस्तो ढुङ्गामा छौँ है गाइस हामी चाहिँ यस्तो ढुङ्गामा टक्क पारमा उहाँ बगैँचा हाम्रो यस्तो ढुङ्गामा पनि हामीलाई केही जस्तो हुन्छ ढुङ्गा यस्तो छ है रमेश भाइ यस्तो ढुङ्गामा पनि हामीलाई केही मतलब लाग्दैन टक्क पारमा है रमेश भाइ कस्तो भयो कस्तो लाग्यो बाटो 3टा खोला तर्यौँ हामी चाहिँ मस्त यस्तो जङ्गलमा छौँ गाइज हामी चाहिँ दाइको घरमा आयौँ है दाइले चाहिँ हामीलाई उहाँबाट एकदम उस गरेर हामी चाहिँ दाइको घरमा आयौँ टक्क यस्तो दामी भाइब छ कि है गाइज टेन्सन छैन त त्यहाँबाट हिमाल देखि टक्क पारमा यस्तो दामी ठाउँमा आयौँ कि हामी है एकदम भित्र हामी भित्रको गाउँको भित्रको एन्डिङ गाउँमा आयौँ कि हामी लास्ट घरमा आयौँ कि हामी एन्डिङ ठाउँमा टक्क एन्डिङ ठाउँमा कि यता चाहिँ दाइको घरमा भब्बु पनि फल्या रहेछ मस्त पारामा ओहो गाउँले यस्तो दामी हुन्छ नि यस्तो दामी लाग्छ मलाई फेरि यस्तो घरहरूमा बस्न टक्क रमाइलो गर्न चाहिँ एकदम रमाइलो लाग्छ मलाई चाहिँ गाइस फाइनली हामी चाहिँ दाइको घरबाट चाहिँ हामी अब ब्याक टु हाम्रो डेस्टिनेसनमा छौँ है अब चाहिँ हामी जान्छौँ दाइको घरबाट बाहिर हुन्छ है अब चाहिँ यस्तो राम्रो रहेछ दाइले सब फलान पारेछ क्या आँप साँप यताउति सब अङ्गुर सङ्गुर सब फलान पारेछ कि दाइले ल दाइ अब चाहिँ हामी लाग्यो है र गाइस जब हामी एकछिनमा भेट्छौँ है त फेरि ब्याक टु आवर डेस्टिनेसन र चाहिँ हामी पाल्पाको 4 धारा भन्ने ठाउँमा आएर टक्क आजको खाना चाहिँ हाम्रो टक्क लोकल र भातकोसँग टक्क यहाँ
लोकल कुखुराको मासु, यहाँ चाहिँ दाल छ है। अबको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु है गाइज। अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ है। थ्याङ्क यू सो मच फर वाचिङ। सबैजना माया देखाइदिनु होला, सबैजना लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला है। दाइ के भन्न चाहन्छ अन्तिममा? बब्बाल खाना पनि क्या मजा आइरहेछ, यस्तो मजा चिसो क्या मजा आइरहेछ न। भिडियोमा के भन्न चाहन्छ? भाइलाई सबले फलो गर्नुहोस्, भाइ प्यारो भाइलाई टक्क सबले, भाइ हरिभरि घुम्छन्, भाइले नयाँ नयाँ चिजहरू देखाउँछन्। के फलोइङ मेरो प्यारो भाइलाई है।